सबैजनालाई नमस्कार। म आकाश अर्याल। हिजो चाहिँ एकजना विदेशी नागरिक चाहिँ नारायणगढ बजार क्षेत्रमा यता र उता डुलिरहेको भौतारिरहेको देखे। एउटै बाटो करिब 3-4 चोटि ओरो र दोहोरो गरेको देखिसकेपछि मेरो मनले मानेन अनि मैले उहाँलाई सोधेँ, हजुर केही समस्यामा पर्नु भएको छ, केही सहयोग गर्न सक्छु मैले भनेर उहाँलाई सोधेँ। उहाँले कुनै उत्तर दिनु भएन। अनि मैले फेरि उहाँलाई पुनः दोस्रो पटक पनि सोधेँ, उहाँले कुनै उत्तर दिनु भएन। केही बेरपछि फेरि उहाँ फर्केर मेरो नजिक आएर रुन थाल्नुभयो। मैले सोचे कसैले उहाँलाई दुर्व्यवहार पो गरे कि भन्ने सोचे, तर त्यो होइन रहेछ। उहाँ चाहिँ काठमाडौँबाट करिब 10 बजेतिर माइक्रो चढेर नारायणगढ बजार क्षेत्रमा चाहिँ बेलुका 5 बजे झर्नु भएको रहेछ। उहाँ सँगसँगै अरू पनि 2-4 जना नारायणगढ बजार क्षेत्रमा झर्नु भएको रहेछ। उहाँ विदेशी नागरिकले चाहिँ आफ्नो एउटा मात्रै ब्याग सम्झेर एउटा मात्रै निकाल्नु भएछ र एउटा ब्याग चाहिँ जुन सिटमा बस्नुभयो त्यही सिटमा छोड्नु भएछ। त्यो ब्यागभित्र चाहिँ आइप्याड, कार्ड, अन्य लगायत थुप्रै सामानहरू थिए। उहाँ चाहिँ त्यही माइक्रोको खोजीमा यता र उता भौतारिरहनु भएको थियो, तर उहाँलाई थाहा थिएन त्यो माइक्रो कहाँ गयो भनेर। उहाँ यता र उता भौतारिने क्रममा मेरो नजर उहाँतिर गयो र उहाँसँग भेट भयो। अब समस्या यहाँनिर के भयो भन्दाखेरि उहाँहरू सबैजनाले बिना टिकटको यात्रा गर्नुभएको रहेछ। न उहाँहरूलाई गाडी नम्बर थाहा छ, न ड्राइभरको नम्बर नै। उहाँ विदेशी नागरिक चाहिँ रोइरहनु भएको थियो। मैले उहाँलाई सम्झाएँ, तपाईँ नरुनुहोस्, म हजुरको सामान जसरी भए पनि फेला पारिदिन्छु भनेर सम्झाएपछि उहाँ बल्ल चुप लाएर बस्नुभयो। अनि मैले उहाँलाई तुरुन्त नजिकैको ओडा प्रहरी कार्यालयमा लिएर गएँ र त्यहाँ गएपछि सीसीटीभी फुटेज हेर्न लगाएँ, तर त्यहाँ केही पनि देखिएन। केही पनि नदेखिसकेपछि मैले उहाँलाई लोकेसन ट्रेस गरौँ भनेर भने। लोकेसन ट्रेस गर्ने क्रममा पारस बस पार्क देखायो अनि मैले उहाँलाई तुरुन्त अटोमा हालेर लिएर गएँ। जहाँ लोकेसन देखाएको थियो त्यहाँनिर माइक्रो थिएन। त्यो माइक्रो चाहिँ 15 मिनट अगाडि नै त्यहाँबाट अन्तै गइसकेको थियो। फेरि अनि दोस्रो लोकेसन आँपटारी चौक देखायो अनि मैले उहाँलाई तुरुन्त आँपटारी चौक लिएर गएँ। आँपटारी चौक जाँदाखेरि पनि त्यो माइक्रो त्यहाँ थिएन। अनि मैले त्यहाँ चार्जिङ स्टेसनमा कतै उहाँ इभी माइक्रोमा पो आउनुभएको थियो कि भनेर चार्जिङ स्टेसनमा मैले सोधेँ। केही बेर अगाडि काठमाडौँबाट आएको माइक्रो यहाँ चार्ज गरेर गएको छ भनेर सोधेको, उहाँले भर्खरै गयो भनेर भन्नुभयो। तर त्यही माइक्रो हो भन्ने चाहिँ हामीलाई थाहा थिएन। अनि मैले त्यो माइक्रो चालकको नम्बर मागेँ र नम्बर मागेर फोन गरेको त साँच्चै नै त्यही माइक्रोमा सामान छुटेको रहेछ। अनि मैले तुरुन्त माइक्रो चालक दाइलाई फोन गरेर बोलाएर उहाँको सामान उहाँ विदेशी नागरिकको हातमा दिए। उहाँले आफ्नो सामान पाइसकेपछि उहाँको खुसीको त सीमै थिएन। उहाँले आफ्नो सामान फिर्ता पाइसकेपछि भन्नुभयो, नेपालीहरू साँच्चै नै एकदमै इमान्दार हुने रहेछ भनेर भन्नुभयो। उहाँले मलाई 2 हात जोड्दै तपाईँ नभएको भए आज मैले मेरो सामान फिर्ता पाउने थिइनँ भनेर खुसीको आँसु झार्दै भन्नुभयो। माइक्रो चालक दाइलाई पनि उहाँले खुसी भएर टिप्स पनि दिनुभयो र विशेष धन्यवाद पनि दिन चाहन्छु माइक्रो चालक दाइलाई। र हामी त्यसपछि 3 जना सँगै बसेर एउटा फोटो पनि खिच्यौँ र अनि मैले उहाँलाई उहाँको जुन होटल हो त्यो होटलसम्म पुर्याइदिएँ। भिडियो अन्तिमसम्म हेर्नुभएको सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद।